हेलो गाइज सबैजनालाई नमस्ते एन्ड जय मसी वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ म पोखरा जाँदैछु अनि आज चाहिँ म मेरो फर्स्ट ब्लग बनाउँदैछु। अनि यहाँ म अनि छामा आइरहनु हामी चाहिँ आज जाँदैछौँ पोखरा। सो सुरुदेखि अन्तसम्म हेरिदिनु होला हाम्रो ब्लग अनि माया गरिदिनु होला। हामी चाहिँ अब बसबाट जाँदैछौँ, सो हेर्दै गर्नु होला। हामी चाहिँ आइपुग्यौँ बस पार्क। हामी चाहिँ गाडी कुर्दैछौँ। आजको मौसम देख्न सक्नुहुन्छ हजुरहरूले। हामी चाहिँ चढिसक्यौँ बसमा। अहिले चाहिँ पुरै बस खाली छ। हाम्रो चाहिँ 8 बजेको गाडी छ अनि यो गाडी चाहिँ ठ्याक्क 8 बजे हिँड्छ अरे। मान्छे चाहिँ कोही पनि आउनु भएको छैन। अब हामी 2 जना मात्रै जाँदैछौँ। 8 बजे हिँड्छु भनेको गाडी 8:30 हुँदा पनि अझै नि हिँड्दैन। कुद्दा कुद्दै झ्याउलाइसक्यो। फाइनल्ली हाम्रो गाडी चाहिँ यहाँबाट बाई बाई बहिनी। अब म बेलुका हुन्छु ल। लुम्ले हामी चाहिँ लुम्ले आइपुग्यौँ। खाजा खाने ठाउँमा आयौँ। हामीलाई चाहिँ 12 बजे ल्याइदिन्छु भनेर कति बजीसक्यो रे? खै कति बजी थाहा छैन। 11:30 भयो। अब यहीँ 12 बज्न लाग्यो। कति बेला पोखरा पुग्ने कति बेला फर्किने थाहा छैन। त्यस्तो छ अवस्था। अब चाहिँ हामी जान्छौँ खाजा खान। हामीले चाहिँ बिहानदेखि केही पनि खाएको छैनौँ है। अनि अब हामीले केही खान्छौँ अनि त्यसपछि हेर्दै गर्नु होला। कि गाडी लाएर थला परेको मान्छे अहिले फोटो खिच्न लाग्छ। एकदमै काठी हुनुभयो। यसरी फोटो खिच्दै उस्तरी फोटो खिच्दै भन्दै पोज दिनुभयो। अब एकछिनपछि फेरि गाडीमा चढ्ने भने फेरि बिरामी हुनुहुन्छ। तर क्यामेरा निकालेपछि त एकदम जोस जागर आउँछ। सो तपाईँहरू को यस्तो हुनुहुन्छ कमेन्ट गर्नु। हाम्रो खाजा पनि आइसक्यो। हाम्रो बिहानको खाना भने नि खाजा भने नि हाम्रो खाजा आइसक्यो। खाँदैछौँ खाजा। आजको मौसम चाहिँ एकदमै चिसो चिसो छ। बाहिर चाहिँ जतासुकै कुहिरो लागेको छ। झन् यहाँबाट कस्तो दामी फेवातालको भ्यू देखिन्थ्यो। के गर्नु सबै कुहिरो लगाएर केही पनि देखिएको छैन। हामी चाहिँ पोखरा आइपुग्यो। कोहीलाई फेरि फोटोकै टेन्सन छ। जति बेला नि फोटो 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 यस्तो झरे त फोटोको फोटो गाह्रो छ। हामी चाहिँ पोखरा आइपुग्यो बल्ल बल्ल गरेर। हामी चाहिँ 12 बजे आउनुपर्ने थियो। हामी चाहिँ आइपुग्यौँ कति 1 बजे। अनि हामी चाहिँ आजै फर्किने हो। त्यही मलाई लाज भयो। हामी चाहिँ जाँदैछौँ हस्पिटल। हामी चाहिँ छामालाई सुई लाउन आएको हो। त्यही भएर हामी जाँदैछौँ सुई लाउन। हामी जाँदैछौँ हङकङ बजार सामानहरू किन्न। हामी चाहिँ सुई लाउन गएको थियौँ अनि सुई लाउनेमा चाहिँ डक्टरको खाजा खाने टाइम भयो। अनि फेरि 1 घन्टापछि आउनु भनेर हामी जाँदैछौँ हङकङ बजार। हेलो आऊ तिमी र म हाम्रो घर जाऊँ है। ल आओस् दानी भाइ आऊ। तिमी र म मिलाउँ ल आऊ। यो सानो मान्छेलाई मैले अब घर लिएर जान्छु मसँग। कहाँ हो मेरो घर थाहा छ? कहाँ हो? तिम्रो नाम के हो? यता राम्रोसित हेरिदेऊ त ल। कति क्लासमा पढ्छौ नि? कति? 2 क्लासमा पढ्छौ। कति राम्रो हुँदैन तिमी त। हेर त कति राम्रो देखिएको। हेलो भन्देऊ।
हेलो गाइस भन न जान्नौ मलाई प्राङ्क गरेको थियौ तिमीले हामी चाहिँ कपडा किन्न आएको हेलो सानो वेलकम छ पोखरामा थ्याङ्क यू प्रगति गर तिम्रो सब्सक्राइब गरिदिनु है सबैजनाले यो नानुको भिडियो अब हामीलाई आन्टीले मिलाएर दिनुहुन्छ अब एकदम मिलाइदिन्छु हजुरहरू नि कोही हुनुहुन्छ नि आउनु होला पोखरा हङकङ बजार 8 नम्बर गल्लीमा हाम्रो पसल धेरै पुरानो छ हाम्रो कस्टमरहरू पनि धेरै हुनुहुन्छ हजुरहरू सबै आइदिनुहोस् यो नानी यो छोरी पनि मेरो आउने कस्टमर हुन् सधैँ आउँछिन् यो नानीलाई पनि एकदम सब्सक्राइब फलो गरिदिनु होला है थ्याङ्क यू म्याग्दीबाट सबै आउनुहुन्छ अब यहाँ म्याग्दीबाट भाइरल भएको जताततै चिनेको जति सबै आउनु मलाई चिन्ने जति है हुन्छ मलाई चिन्ने नै आउनुहुन्छ अब त्यो छोरीलाई चिन्ने आउनु मलाई चिन्ने आउनु भाइ ल सो हामी चाहिँ आन्टीको पसलमा थियौँ आन्टी चाहिँ एकदम फ्रेन्डली हुनुहुन्छ सो बाई बाई हामी फेरि आउने छौँ है बाई बाई मेरो बच्चा राम्रोसँग बस्नु होला मिस यु ओके बाई 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 सानो बाई लभ सबैजनाले आन्टीको पसल भिजिट गरिदिनु होला थ्याङ्क यू वेलकम सबैजनालाई मेरो छोरीलाई एकदम लाइभ सब्सक्राइब गरिदिनुहोस् हाम्रो पसलमा वेलकम छ बाई बाई हामी चाहिँ फेरि हस्पिटलमा आयौँ अब चाहिँ हामी सुई लाएर आजै घर फर्कन्छौँ अब कति बेला आउने हो पालो अहिले बिरामीको अवस्था यस्तो छ भने सुई लगाएपछि कस्तो होला हामीले चाहिँ पोखरामा महावीर पुन सरलाई पनि भेट्यौँ अनि त्यसपछि हामीले चाहिँ उहाँको सिग्नेचर पनि लियौँ तपाईँहरूले पनि महावीर पुनको बुक लिएर पढ्नु होला सबैजनाले हामी चाहिँ खाँदैछौँ पानीपुरी हामी चाहिँ खाँदैछौँ चिज पिज्जा चाहिँ खाजासाजा पनि खाइसक्यौँ हस्पिटलबाट पनि आइसक्यौँ अब चाहिँ हामी जाँदैछौँ बेनी अब चाहिँ हामी एकछिन यहाँ घुमेर हामी बेनी फर्किन्छौँ ढिला भइसक्यो कति 4 बजिसक्यो कति बज्यो 5 बजिसक्यो अब चाहिँ हामी छिटै फर्किन्छौँ अब हामी एकछिन यहाँ घुम्छौँ अनि त्यसपछि हामी फर्किन्छौँ बेनी हामी चाहिँ जाँदैछौँ यहाँबाट हामी चाहिँ गाडी पनि चढिसक्यो बाई बाई पोखरा हामी चाहिँ लुम्ले आइपुग्यौँ हामीलाई बेनी पुग्दा चाहिँ आज रात पर्छ जस्तो छ हेलो गाइज नमस्ते अनि गुड मर्निङ अनि हिजो चाहिँ हामी 8 बजेतिर आएको थियौँ अनि त्यसपछि मैले चाहिँ हिजो भ्लग गरिनँ किनकि एकदम थाकेर टाउको दुखेर म सुतेको थिएँ अनि त्यसपछि मेरो भ्लग कस्तो भएछ हेरिदिनु होला सुरुदेखि अन्तसम्म अनि यो चाहिँ मेरो फर्स्ट टाइम हो अनि त्यही भएर मलाई खासै भिडियो बनाउन नि आउन्न अनि त्यसपछि मलाई लाज लाग्यो सो हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला भेट्दै गरौँला नयाँ भिडियोमा बाई बाई